वेलकम, स्वागत छ मेरो च्यानलमा तपाईँहरूलाई। आजको मेरो यो भ्लगमा चाहिँ के बताउँछु भनेदेखि तपाईँहरूलाई घरमा चाहिँ कसरी चाहिँ घिउ बनाउनु, त्यो घिउ बनाउनु चाहिँ देखाउँछु तपाईँहरूलाई एकछिनमा होइन, बनाएर देखाउँछु। त्यसको बादमा डिनरको के गर्ने हो डिनरको बारेमा बताउँछु। त्यसको बादमा चाहिँ तपाईँहरूलाई ब्युटी टिप्सको बारेमा एक दुईवटा कुरा पनि बताउने छु। यसरी घुमाउनुपर्छ नभनेको पनि तपाईँहरूको 1 घन्टा चाहिँ टाइम लाग्छ यो घिउलाई निकाल्नु। अनि निकालेर तपाईँहरूलाई म यस्तो गर्नुपर्छ, यसो गरेर घुमाएर यसलाई पुरा निन पार्नुपर्छ। जबसम्म यसको यो घिउको चाहिँ डल्ला डल्ला बस्दैन, निक्लिँदैन, तबसम्म यसलाई पुरा हल्लाउनुपर्छ। अब उहिले त पारमा के भन्थ्यो त्यसलाई घिउ निकाल्ने, त्यस्तोमा गर्थ्यो, तर अब अहिले त छैन होइन। अन्त यसरी नै गर्नुपर्छ यसरी घुमायो। तपाईँहरूलाई मैले देखाएको थिएँ कि घिउ कसरी बनाउनु, अनि बनाउँदै थिएँ, बनाएर निस्केको चाहिँ देखेको थिइनँ। यहाँ यति निस्केको छ, यो चाहिँ घिउ हो मैले बनाएको हो घरमा चाहिँ। अघि मैले जुन निकालेको त्यो नुहाउने घिउ थियो त्यसलाई चाहिँ अहिले यसरी कराईमा हालेर चाहिँ यसरी उमाल्नुपर्छ। अब यो अहिले अलिक रातो हुँदैसम्म खराएपछि मात्रै घिउ निस्किँदैछ, अहिले पाक्दैछ, यो घिउ हुँदैछ। घिउ निस्किसकेपछि फेरि म बयममा हालेको पनि देखाउँछु तपाईँहरूलाई, तर अहिले बयममा हालिदिँदैन किनभने तातो बयममा हाल्नु हुँदैन। अनि डिनरको लागि चाहिँ अब हामी दुईजना बुढाबुढीको लागि 2टा अन्डा आलु उसिनेको छु, त्यस्तै सब्जी बनाउँछु। यहाँ भात पाक्दैछ। अनि यहाँ मेरो हस्बेन्डले चाहिँ यहाँ अब भाँडा मोल्नु हुँदैछ। ऊ चाहिँ मेरो हस्बेन्ड गर्नु ब्युटी टिप्स देखाउनु गइरहेको छु, यो देखाइरहेको छु। यसले चाहिँ फेस वास गर्नुपर्छ कि यसमा चाहिँ के मिलाएको छु भनेदेखि चाहिँ काँचो दुध र यो काँचो दुध अनि तपाईँहरूको भयो बेसन। यसले चाहिँ फेस वास 5 मिनट जस्तो तपाईँहरूले फेसमा लगाएर अलिकति मसाज गरेर धुयो भने चाहिँ फेस क्लियर हुन्छ। त्यसले चाहिँ अब डगीहरूलाई चाहिँ खाना खाने काम गर्नुहुन्छ। यहाँ फेसको सबै यसलाई चाहिँ 5 मिनट भयो होइन मैले यो लगाएको फेसमा। अब यसलाई चाहिँ म वास गर्दैछु। अन्त वास गरेपछि तपाईँले हेर्नुहोस् मेरो फेस। त्यसको बादमा फेरि म तपाईँलाई अर्को रेमेडी देखाउँदै। मैले एलोभेरा जेल, भिटामिन ई, अनि त्यसको बादमा नरिवल तेल, त्यसको बादमा एलोभेरा जेल, भिटामिन ई चाहिँ तपाईँले यो अब म फेरि सेकेन्ड टाइममा फेरि मेरो फेसमा लगाउँछु। यसले चाहिँ मोइस्चराइजर गर्छ। यो लाएर 10 मिनट जस्तो तपाईँले मसाज गर्नुहोस्। नरिवलको तेलले चाहिँ पुरा स्किनलाई टाइट गराउँछ, ग्लिसरिन होइन। तपाईँहरूको जति पनि रिङ्कल्सहरू छ त्यो अब डिनर रेडी भइसक्यो होइन। अब डिनरको लागि हामीले खानुको लागि रेडी गर्दैछु। यहाँ हेर्नुहोस् मेरो हस्बेन्डले खानु हुँदैछ। यो भयो मुलाको अचार, अन्डा करी, भात, प्याज खानु हुँदैछ। यो मेरो पनि छ रेडी भइसकेको छ होइन। मेरो छोरीले खानु हुँदैछ, रेमन। हाई। अब खाना खाइसकेपछि डिनर भइसकेपछि चाहिँ एकछिनमा भेटौँ ल। अघि मैले जुन घिउ बनाउँदै थिएँ अहिले चाहिँ असलीमा चाहिँ यो घिउ चाहिँ निस्कियो। यहाँ हेर्नुहोस् आधा केजीभन्दा अलिक ज्यादा नै छ। अहिले चाहिँ प्युर घिउ चाहिँ अहिले भयो। अब तपाईँहरूले यो तातो तातो भातमा 1 चम्मच गरेर खाँदै यति टेस्टी यति राम्रो। आज चाहिँ अब होइन आज सेकेन्ड टाइम मेरो भ्लग हो यो होइन। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ हेरिदिनु भएकोमा, सब्सक्राइब गरिदिनु भएकोमा, लाइक गरिदिनु भएकोमा, कमेन्ट गरिदिनु भएकोमा। यसरी नै तपाईँले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। अब गुड नाइट गाइज होइन। अब नेक्स्ट भिडियोमा भेटौँ। बाई, अल अफ यु, गुड नाइट सबैजनालाई।